आज यो च्यानलमा चाहिँ म आइसकेको छु। उहाँले बसेको सिट चाहिँ यही हो फेरि साथीहरू। ओनर चाहिँ वहीँ हो। कुमार सागरको लागि हो नि त यो त। अनि म चाहिँ भर्खर सिन्चुक आइसकेँ। अनि लास्ट टाइम मेरो आज बिहानैदेखि बोलाउनु भएको थियो, म चाहिँ हल्का लेट भयो, सरी दाइहरू सबैले हेर्नुभएको छ भने सरी। अनि म त त्यही यहाँ भर्खर एउटा लुगा किन्दाको हो, खेल्नुपर्छ लास्ट चाहिँ अब बिहानदेखि बोलाउनु भएको थियो मलाई। अब त्यही पनि बिहानदेखि आउनै पाएन, त्यही पनि आज बिहान रुम सर्नु थियो, त्यही भएर हो। अनि यहाँ चाहिँ लुगा किन्नु छ आजको आउटफिट। अनि भर्खर चाहिँ मैले टक्क टी सर्ट पनि किनेँ। अब चाहिँ सिधै टिटो जानु लाग्यो हो। टिटो गएर चाहिँ भेटौँ लास्ट सियु इन टिटो गएर। अनि टक्क कस्तो टाइम पनि एलिभेटर खोल्ने टाइम लाग्यो। अनि एकछिनपछि माथि फोन गरेँ, अनि फोन गरेपछि भनिदिनु भयो। अनि आशा गरेँ अन्त कोपा वाट्सअप म त एकछिन भित्र नचिराइदिएर भिडियो नचिराएर दाइले आउँदैछ। चाहिँ रहेछ क्लब चाहिँ 1500जना आउँछ अरे क्लबमा। अब माथिको चाहिँ दामी रहेछ है, मादल चाहिँ गर्ने चलाइ चाहिँ। दाइले चाहिँ टिकट झिक्दै हुनुहुन्छ। हाम्रो ओनर चाहिँ वहीँ हो होइन दाइ? यो इभेन्टको ओनर हजुर होइन? यो कसैले अब इभेन्ट जापानमा गर्नु मन छ भने चाहिँ दाइलाई सम्झिँदा हुन्छ है। दाइले चाहिँ यस्तो इभेन्टहरू गरिराख्नुहुन्छ। दाइले चाहिँ यो सबै एक्लै हो, दाइ चाहिँ एक्लै ओनर हो यहाँको। सबै चाहिँ माहौल तात्दैछ हाम्रो। अझै साउन्ड चेक भएको छैन, हल्का ढिला हुन्छ होला जस्तो लाग्यो आज साउन्ड चेक चाहिँ। भर्खरै हाम्रो साउन्ड चेकको लागि कुमारदाइहरू गइसक्नु भयो। कुमार राई हाम्रो कुमार साई चाहिँ अहिले बाहिर जानु भएको थियो। टेक्निकल प्रब्लम आएर चाहिँ हल्का साउन्ड चेक चाहिँ हल्का धेरै भइसक्यो, लामो भयो। लाइन हुँदै रहेछ, कति लामो लाइन हो। एकदम प्राउड फिल भइरहेछ कुमार सागरको एकदम भव्य डेन्जर लाइन। अब यो हलमै भरि नसक्ने छ, अब कसरी अडियन्सहरू भित्र म्यानेज हुन्छ है। अलिकति हामीलाई चाहिँ एकदम गाह्रो भइरहेछ। हो यहाँ टिकट एकदम टिकटै बेच्नै सकिरहेको छैन। एकदम रमाइलो। ल सबैजना होइन भव्य रूपमा रमाइलो गरौँ कुमार सागरको प्रोग्राम। एकदम थ्याङ्क यू सो मच है भाइलाई। ल म नि बिजी छु है। आज तिमी खास कसको कन्सर्ट हेर्न आएको? कुमार सागरको आएको हो खासमा चाहिँ, तर जान मलाई चाहिँ फर्केर। किन लास्ट मान्छे लास्ट लाइन धेरै ओभर लाइन छ गाइस। एउटा गीत गाइदेऊ नि त कुमार सागरको। म तिम्रो गीत चाहिँ गाइदिउँ क्या हो। हेलो, हामी चाहिँ कुमार सागरको कन्सर्टको लाइनमा छौँ। सबैजना प्रतीक्षा गरिरहेको छ जे यहाँको फ्यानसँग हामी बोल्दैछौँ। हेलो गाइस, के छ? आज चाहिँ हामी कन्सर्ट हेर्न आएको है। लाइन चाहिँ डेन्जर लामो छ, पालो कतै छिर्छ थाहा छैन। होप फर द बेस्ट, रमाइलो गर्नुपर्छ आज। ओके, रक गर्नुपर्छ है त। Hi guys, welcome back to Sahil vlog. It's Subeksha. You can call me Sube. के भन्ने, रमाइलो गर्नुपर्छ त्यही हो। यो चाहिँ मेरो फर्स्ट कन्सर्ट हो। लगभग अहिलेसम्मकोमा चाहिँ 600 देखि 700 जना मान्छे चाहिँ छिरेको हुन्छ। अझै आधी बाहिर लाइनमा बसिरहनु भएको छ है। एकदमै खुट्टा दुखेर एकदमै बिहानदेखि कुमार सागरको लागि हो नि त यो त। धन्यवाद। सबैजना रमाइलो गरिदिनु होला होइन, आइदिनु भएको छ होइन, चही झगडा नगरिकन है, त्यही भन्न चाहन्छु। धन्यवाद। अब बाघ आइसक्यो अब गाइजहरू। भ्लग चाहिँ यसले चोरिहालेछ, मैले बनाएन कन्टेन्ट होइन, मेरो कन्टेन्ट चाहिँ यो कन्टेन्ट मेरोबाट आउँछ है।
सहयोग गर्नुहुने टाइटल स्पोन्सर जस्तै जापानका विभिन्न सहरहरूमा हामीलाई यो कार्यक्रम गर्न सहयोग गरेको रतन त होइन रे क्यामेरा अन गरेपछि त हेर्छु त के हो भाइ रे अहिलेसम्म त दाइले भयो हामी चाहिँ अहिले यहाँ हाम्रो गाइजहरूलाई हल्का हाम्रो यो सेपरेट ठाउँमा चाहिँ जम्मा गर्दैछ होइन यो चाहिँ अन्ली हाम्रो साथीहरूको मात्रै रुम हो मान्छेहरू चाहिँ यति भिड छ दाइ दाइ हाम्रो भिआइपी रुम कस्तो छ हाम्रो गार्ड साथी अलिक कसैलाई चिन्नु दे ग्रुपहरूको लागि मात्रै हो है साथीहरू यहाँ त सबै हाम्रो साथीहरू मात्रै छ हामी चाहिँ कुमार सारको कन्सर्टमा कस्तो लाग्यो अहिले चाहिँ उसको एन्ट्री भइसक्यो भर्खरै होइन हामीले त्यो एन्ट्रीलाई मिस त गरेनौँ हेरेर मात्रै आएको हो यहीँ बसिरहेको थियो कुमार सागर चाहिँ बस्नु भएको थियो बसेको सिट चाहिँ यही हो फेरि साथीहरू यही सिटबाट हो अहिले फेरि हामीसँग फेरि कन्सर्टमा सरी सबैजनालाई राम्रोसँग यताउता सिटहरू पाउनु भएन होला मान्छेहरू चिन्न पाउनु होला त्यसको लागि चाहिँ भेरी भेरी सरी यसपछिको नेक्स्ट इभेन्ट चाहिँ हामीले राम्रोसँग गर्छौँ हाम्रै दाइहरू हो सबैजना त्यही भएर नराम्रो कसैले नभनिदिनु होला किनभने हामीले गोल्डन विकले गर्दा चाहिँ मान्छेले छिराउन पाएको छैन धेरै अनि ठाउँ पनि सानो छ त्यही भएर राम्रोसँग इन्जोय गरिदिनु होला ब्लगलाई चाहिँ लाइक सेयर सब्सक्राइब चाहिँ हान्नु होला च्यानल चाहिँ लाइक अनि सेयर अनि सब्सक्राइब गरिदिनु होला किनभने चाहिँ आज यो च्यानलमा चाहिँ म आइसकेको छु यो च्यानलमा चाहिँ म नभएर चाहिँ लाइक सेयर अनि सब्सक्राइबहरू चाहिँ आएको थिएन अब चाहिँ म आइसकेको छु त्यही भएर लाइक सेयर अनि सब्सक्राइब गरिदिनु होला सागर कन्सर्ट चाहिँ कस्तो लाग्दैछ हजुरलाई एकदम राम्रो सबैजनाले लाइक सेयर सब्सक्राइब गर्न नभुल्नु होला कन्सर्ट भइरहेको छ अघि हेर भाइ भ्लग बनाउन पाएन सुरु कस्तो हुँदैछ एकदम बबाल कस्तो हुँदैछ कन्सर्ट
चाहिँ हाम्रो भिआइपी क्लास है त सबैजना ब्यान्डमेटहरूसँग जो हामी जस खुसी लाग्छ कि फ्यामिली जस्तै लाग्छ सबै ब्यान्डमेटहरू कोही हिरो हुनु पऱ्यो होइन खुसी लाग्छ ब्यान्डमेटहरू थ्याङ्क यू गाइज सबैजना
फाइनली कन्सर्ट चाहिँ सकियो छ अब चाहिँ हामी घर जान्छ होला यहाँ घर प्लिज को जान्छ घर यसले चाहिँ काम गर्छ यसले चाहिँ काम गर्छ यसले काम गर्छ हामी चाहिँ इन्जोय गर्छौँ अब चिन्सुकुमा ये थ्याङ्क यू सबैजनालाई भ्लग लास्टसम्म हेरिदिएकोमा गाइजहरु सबजना सेयर सब्स्क्राइब गर्दैन हैन हाम्रो अब ब्लग ड्याङ 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 आउने च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला अनि मेरो पनि ल च्यानल चाहिँ सब्स्क्राइब गरिदिनु होला सबैजनाले लाइक कमेन्ट सेयर ल हेर अहिले भनेपछि चाहिँ अब झन् धेरै लाइक सब्स्क्राइब गरिदिनु होला सबैजनाले लाइक कमेन्ट सब्स्क्राइब सबैजनाले सक्यो सो चाहिँ सक्यो अब निकालिहाल्नुपर्छ हाम्रो क्यामेराम्यान ल दाइ आज दामी भयो है चाहिँ लास्टको स्टेज बनाएको सामानहरू चाहिँ हजुर खर्च बनाएको हो अनि बाई बाई थ्याङ्क यू लासाउने गीत गर्दैमा सी यू नेक्स्ट ब्लग थ्याङ्क यू एभ्रिवान थ्याङ्क यू टी2 क्लब बाई बाई